प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, सक्षम, न्यायपूर्ण र समुन्नत नेपालको आकांक्षा बोकेका परिवर्तनकामी युवाहरूको आन्दोलन र उत्सर्गको जगमा सम्पन्न आम निर्वाचनबाट प्राप्त अभूतपूर्व जनादेश सिरोपर गर्दै बनेको सरकारको अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयक 2083 का सिद्धान्त तथा र प्राथमिकता प्रस्तुत गर्न आज म यस गरिमामय सदनमा उभिएको छु। यस अवसरमा राजनीतिक स्वतन्त्रता, नागरिक अधिकार र समन्यायिक समुन्नतिका लागि भएका ऐतिहासिक आन्दोलनहरूमा जीवन अर्पण गर्ने शहीदहरूलाई श्रद्धापूर्वक स्मरण गर्दछु। आन्दोलनका क्रममा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समानुभूति व्यक्त गर्दछु। सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र समान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौँ। नेपालको संविधान, लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने सङ्कल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढेको छ। यसै सङ्कल्पलाई साकार पार्ने उद्देश्यले विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गरेको छु। सुरुमा विनियोजन विधेयक 2083 का 5वटा मार्गदर्शक सिद्धान्त प्रस्तुत गर्दछु। क. सुशासनको लाभांश। सुशासनलाई नागरिकले प्रत्यक्ष अनुभूत गर्ने राज्यको नैतिक वैधता, सेवा दक्षता र आर्थिक सामर्थ्यका रूपमा स्थापित गर्नेछौँ। विधिको विवेक सम्मत शासन, संस्थागत कुशलता र सार्वजनिक सदाचारको सर्वोपरिता सुशासन प्रत्याभूतिको प्रस्थान बिन्दु हुनेछ। राज्यलाई उत्तरदायी र प्रविधि मैत्री बनाउँदै सुशासनको प्रत्यक्ष लाभ नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी शासकीय सुधारको श्रृङ्खला कार्यान्वयन गर्नेछौँ। आगामी बजेट नागरिकको समय, श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुनेछ। एकीकृत डिजिटल सुशासनमा आधारित प्रशासनिक सुधार मार्फत सेवा प्रवाहमा हुने ढिलाइ, झन्झट र अवाञ्छित मध्यस्थताको अन्त्य गर्नेछौँ। सार्वजनिक संस्थाहरूलाई अवैध कब्जा र दोहनकारी प्रवृत्तिबाट मुक्त गरी राज्यका नीति, कानुन र नियामकीय व्यवस्थाको व्यापक पुनरावलोकन गर्नेछौँ। सम्पत्ति शुद्धिकरण, राजस्व चुहावट, सार्वजनिक स्रोतको दुरुपयोग तथा सङ्गठित अपराध विरुद्धको अनुसन्धान र अभियोजन प्रणालीलाई भ्रष्टाचार विरुद्धको परिणाममुखी अभियान बनाउनेछौँ। ख. अर्थतन्त्रको पुनर्संरचना। उच्च, फराकिलो र तीव्र आर्थिक वृद्धि हासिल गर्दै पर्याप्त रोजगारी सिर्जना गर्नु अर्थतन्त्र पुनर्संरचनाको मूल लक्ष्य हुनेछ। आगामी बजेटले उपभोगमा आधारित अर्थतन्त्रलाई लगानी र उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नेछ। आर्थिक अवसरको विस्तार, उद्यमशीलताको प्रवर्धन, प्रतिस्पर्धात्मक वातावरणको सुनिश्चितता र वित्तीय साधनको उत्पादनशील परिचालनका आधारमा नयाँ चरणको आर्थिक सुधार अगाडि बढाउनेछौँ। सन्तुलित सार्वजनिक वित्त व्यवस्थापन मार्फत पूर्वानुमेय, प्रेडिक्टेबल लगानी मैत्री आर्थिक वातावरण सुदृढ गर्नेछौँ। निजी क्षेत्रको आत्मविश्वास पुनस्थापित गर्दै उद्यम व्यवसायमा रहेका अवरोधहरू हटाउनेछौँ। अस्वस्थ प्रतिस्पर्धा, सिन्डिकेट, कार्टेलिङ र एकाधिकारको अन्त्य गर्दै समता उन्मुख सामाजिक बजार अर्थतन्त्र, सोसियल मार्केट इकोनोमी सुदृढ गर्नेछौँ। कर प्रणालीलाई सरल र न्यायोचित बनाउँदै उत्पादन र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछौँ। डिजिटल अर्थतन्त्र, सेवा निर्यात, स्वच्छ ऊर्जा र उच्च मूल्य अभिवृद्धियुक्त कृषि क्षेत्रलाई आर्थिक रूपान्तरणको संवाहकका रूपमा अगाडि बढाउनेछौँ। नेपालको भूपरिवेष्टित प्रतिकूलतामा अन्तर्निहित संरचनागत आर्थिक भार कम गर्न अन्तर्राष्ट्रिय स्तरको हवाई सेवा, दूरसञ्चार तथा लजिस्टिक्स पूर्वाधारमा आमूल सुधार गर्नेछौँ। आयात प्रतिस्थापन गर्ने उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन अस्थायी संरक्षणात्मक उपायहरू अवलम्बन गर्नेछौँ। निजी सम्पत्तिको सुरक्षा राज्यको दायित्व हुनेछ। ग. सन्निकटताका लागि एकीकृत पूर्वाधार।
सन्निकटता कनेक्टिभिटीले भूगोल र बस्ती बीच मात्र होइन, उत्पादन, बजार, सेवा र अवसर बीचको दूरी न्यूनीकरण गर्दै आर्थिक सामाजिक अन्तर्सम्बन्ध सुदृढ गर्दछ। बृहत पूर्वाधार निर्माण मार्फत सन्निकटता विस्तार गरी आर्थिक गतिशीलता र सामाजिक एकीकरणमा टेवा पुर्याउनेछौँ। सडक, हवाई, ऊर्जा, शहरी तथा डिजिटल पूर्वाधारलाई एकीकृत दृष्टिकोणका साथ विकास गर्नेछौँ। पूर्वाधारलाई समय, लागत र गुणस्तरको अनुशासनभित्र राख्न संस्थागत समन्वय सुदृढ गर्नेछौँ। देशका सबै क्षेत्र र सम्प्रदायसम्म प्रतिफल पुग्ने गरी सन्तुलित विकासका लागि पुँजी, प्रविधि र व्यवस्थापकीय क्षमताको समुचित परिचालन गर्नेछौँ। आर्थिक गतिविधि, सेवा प्रवाह र राष्ट्रिय सन्निकटतालाई नयाँ स्तरमा पुर्याउने गरी डिजिटल सार्वजनिक पूर्वाधार, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विस्तार गर्नेछौँ। जलवायु परिवर्तन, पर्यावरणीय सन्तुलन र विपद जोखिमलाई मध्यनजर गर्दै उत्थानशील पूर्वाधार विकासको अवधारणा अवलम्बन गर्नेछौँ। प्राकृतिक स्रोतको संरक्षण, उपयोग र भविष्य सुरक्षित अर्थतन्त्र बीचको सम्बन्ध सन्तुलित हुनेछ। घ, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार। गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण र सिपमा समान पहुँच सुनिश्चित गर्दै सक्षम मानव पुँजी विकास गर्नेछौँ। राज्यको संरक्षण आवश्यक पर्ने व्यक्तिका लागि सामाजिक सुरक्षाको भरपर्दो आधार निर्माण गर्नेछौँ। आर्थिक गतिशीलता र सामाजिक सुरक्षा प्रत्याभूत गरी मध्यम वर्गको विस्तार गर्नेछौँ। कृषि एवं लघु, साना तथा मझौला उद्योगको प्रवर्धन तथा प्रायोगिक र रोजगारमूलक शिक्षा उपलब्ध गराई सिपयुक्त जनशक्तिको विकास गर्नेछौँ। नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई उत्पादन तथा रोजगारीसँग आबद्ध गर्न उपयुक्त वित्तीय साधन परिचालन गर्नेछौँ। शिक्षा प्रणालीलाई उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र श्रम बजारसँग आबद्ध गर्नेछौँ। प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको लगानी बढाई रोजगार केन्द्रित शिक्षामा जोड दिनेछौँ। स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा प्रणालीको पुनः संरचना मार्फत स्वास्थ्य सेवा, नागरिकको पहुँच र वित्तीय सुरक्षा सुदृढ गर्नेछौँ। सबै नेपालीको जीवनस्तर उकास्ने वास्तविक सामाजिक गतिशीलता, अपवर्ड सोसियल मोबिलिटीका लागि कदमहरू चाल्नेछौँ। समावेशीकरणलाई प्रतिनिधित्वमा मात्र सीमित नराखी आर्थिक अवसर र सम्मानजनक सहभागितासँग आबद्ध गर्नेछौँ। ङ, सौम्य शक्तिको सुदृढीकरण। पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति, सफ्ट पावर परिचालन गर्नेछौँ। आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौँ। छिमेकी तथा मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थाहरूसँग परिपक्व सम्बन्ध विकास गर्दै आर्थिक लाभ वृद्धि गर्नेछौँ। स्वदेशी पुँजी, प्रविधि र उद्यमशीलतासँगै विदेशमा रहेका नेपाली समुदायको सञ्जाल, सिप र पुँजीलाई राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा परिचालन गर्नेछौँ। गैर आवासीय नेपालीको विशेषज्ञतालाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्न सहजीकरण गर्नेछौँ। आर्थिक कूटनीतिलाई लगानी, प्रविधि हस्तान्तरण, निर्यात विस्तार र अन्तर्राष्ट्रिय पुँजी परिचालनसँग आबद्ध गर्न कानुनी